भयो के भयो भने भन्नु कि त काट्न मिल्छ के भन्ने भयो अब पुग्यो भयो अब यति भन्नु अब सुरु त भएन अब अरू के स्वागत छ आमा तपाईँलाई त पूजन सो कार्यक्रममा पूजन नातिलाई नि स्वागत छ मेरो नमस्कार हजुर आमा तपाईँले हाम्रो छेउमा मेरो पनि नमस्ते तपाईँ कता जन्मिनु भएको थियो कलकत्ता जन्मेको पहिला सबैले सानोमै बिहा गरिदिन्थ्यो नि लगभग होइन तपाईँको चाहिँ दिदी बहिनी कतिवटा मेरो 5 वटा दिदी बहिनी 2टा छोरा हुन् दाजुभाइ हजुर हामीले देखिनौँ बहिनी र मैले दाजुभाइ देखिनौँ खालि दिदीहरू मात्रै हो भनेपछि तपाईँ लामो जग्गामा बस्नु थालेको चाहिँ लगभग धेरै नै भयो होला है भयो 5 वर्षदेखि त बसेको लामा चौकमा त हजुर तपाईँ पहिला कतिसम्म पढ्नुभयो पढिएन इन्डिया बसिन्जेल पढियो नत्र पढिएन अलि यो 2 कक्षालाई सिकाइयो त्यति हो मैले पढेको अनि तपाईँ कलकत्ताबाट चाहिँ नेपाल आउनुभयो होइन त्यसपछि नेपाल कता आउनुभयो ठ्याक्कै नेपाल कता आउनुभयो हामी नाउडाँडा पाउँदुर नाउडाँडा आयौँ ए पाउँदुर नाउडाँडा उहाँको आफन्त हुनुहुन्थ्यो कि मेरो माइतै हो यो मेरो बाबुआमाको घरै हो यो भनेपछि अनि सुरुमा इन्डिया चाहिँ तपाईँ कसरी मै जन्मिनु भयो होइन कलकत्ता जन्मियो इन्डिया गएर बसियो पछि बिहा भएपछि म फेरि सिलाङ गएँ इन्डिया र उहाँ 10 वर्ष बसेँ मेरो 2टा छोरा एउटी छोरी जन्मियो अनि आमा हजुर जीवन पाल्न के चाहिन्छ जस्तो लाग्छ सुख राम्रो रमाइलो सबै घर परिवार सबै गरे परिवार एकै ठाउँमा बस्ने हाँसी खुसी गर्ने रमाइलो गर्न मन लाग्छ अनि आजको युवा पुस्ताहरूलाई तपाईँले चाहिँ के सल्लाह दिनु चाहनुहुन्छ राम्रो गर राम्रो गरेर खाऊ तिमीहरू बन भन्न चाहन्छु अब आउने युवा पुस्ताहरूलाई चाहिँ तपाईँले चाहिँ कस्तो सन्देश दिन चाहनुहुन्छ राम्रो सन्देश दिन्छु अर्कालाई बिगार्ने भत्काउने त्यस्तो नगर राम्रो गरेर खाऊ परिवार घरमा राम्रो गरेर बस भन्न चाहन्छु अनि तपाईँले हजुरबाबालाई चाहिँ कहिले भेट्नु भयो हजुरबालाई कहिले भेटेँ 16 वर्षमा भेटेँ 2016मा इन्डियामा भेट्नु भयो इन्डियामा भेटेँ मलाई मेरो नन्नको बुढाले लैदिनु भएको इन्डिया र उहीँ भेट भएको उहाँको नाम चाहिँ हरिलाल अधिकारी र म इन्डियामा 10 वर्ष बसेँ हजुर र मेरो बुढा विदेशीमा घरमा आएँ हजुर घरमा आउँदा मलाई दुःख दिए हजुर दुःख पाएँ हजुर भनेपछि चाहिँ पहिले जीवन कष्टकर थियो अहिले चाहिँ बिस्तारै सहज हुँदै गइरहेको छ अहिले त एकदम राम्रो छ हजुर त्यही भनेको हामी मानिसहरूको मेन जीवनको लक्ष्य भनेकै जो पनि सुरुमा सङ्घर्ष गर्दै जान्छ र पछि गएर चाहिँ जीवन सहज हुँदै जान्छ उहाँको एक उदाहरण हाम्रो हजुरआमा हुन्छ उहाँको पहिलेको जीवन पनि निकै कष्टकर थियो तर पछि बिस्तारै सहज हुँदै गएर अहिले चाहिँ हामी लामोचुर गऱ्योभरिमा निकै खुसीका साथ बाँचिरहेका छौँ हो कि होइन तपाईँको फेसबुक प्रोफाइल छ छैन फेसबुक चलाउनुहुन्न तपाईँ चलाउनु फेसबुक झाट्नु त भएको होइन टिकटक चलाउँछु फेसबुक चलाउनु जान्दिनँ अनि तपाईँ घरबाट कहिले लुकी बाहिर जानुभएको छ कसैले नभने नै म त्यसरी गइ छैन म भनेरै जान्छु जता गए कसलाई लुकाउनु छ र आफ्नै छोरा आफ्नै बुहारी कसलाई लुकाउने आफ्नै नाति यदि तपाईँ सिनेमाको हिरोइनी भएको भए चाहिँ कस्तो हुन्थ्यो होला कस्तो हुन्थ्यो एकदम मजाको जिन्दगी हुन्थ्यो कस्तो अनि आमा हजुर तपाईँले टिभी त हेर्नुहुन्छ होला नि होइन एकदम फेसबुक नचलाए नि टिभी त हेर्नुहुन्छ होला एकदम हेर्छु टिभीमा के हेर्नुहुन्छ यसो हाम्रो भनिदिनु न यता मलाई खालि टेलिफिल्म मात्रै र दुःखको मात्रै हेर्न मन लाग्छ अर्को लाग्दैन हजुर 1-2वटा भनिदिनु सिरियलको नामहरू घुन्टी कान्छी यस्तै दुःख पाएको यस्तै के मात्रै हेर्छु म अर्को मलाई यस्तै हेर्नु मन लाग्दैन टिभीमा त झन् रमाइलो हेर्ने खाएको हेर्ने पिएको हेर्ने आफूलाई दुःख पऱ्यो त मलाई दुःखको मात्रै हेर्नु मन लाग्छ अर्को मलाई हेर्नु मन लाग्दैन हजुर तपाईँले सबैभन्दा मिठो खानेकुराहरू चाहिँ के खानुभएको छ दुध खाइयो छ खिर खाइयो छ मिठो लाग्ने त्यही हो दाल भात तरकारी अर्को के मिठो लाउँछ कोक त मलाई एकदम पेट पर हो र आइसक्रिम अनि तपाईँको पालामा लुकेर प्रेम पत्रहरू पठाइन्छ कि नै त्यस्तो मलाई थाहा भएन हजुर अहिलेका बालबालिका र नाति नातिनाहरूले चाहिँ तपाईँले के बुझ्दै हुन्थ्यो के बुझ्दैनन् र भनेर मनमा खलबल हुन्छ
मनमा जे लाग्छ भन्नुहोस्। मेरो नाति नातिनीको बुझ्दैनन् जान्दैनन् भन्ने मलाई केही पिर लाग्दैन। बरु मलाई सिकाइदिए हुन्थ्यो नजानेको कुरा भने जस्तो मलाई लाग्छ। अनि तपाईँले त निकै घुम्न मनपर्छ होइन? घुम्न मन त लाग्छ, हिँड्न सकेदेखि। हजुर। यो बुढो भयो तर शरीर बुढो भयो तर ज्यान बुढो भएन? भयो छैन। पहिला अब पैसा पाइएन। हजुर। अब अहिले अलिअलि पैसा हुन्थ्यो, छोरो कमाउने छ। हजुर। पैसा पाइन्थ्यो। अहिले अब घुम्न सकिन्न आफ्नो रोगले गर्दाखेरि नि। घुम्न मन त मलाई बहुतै लाउँछ। हजुर। अलिअलि होइन। अनि घुमेका 2-3 ठाउँहरूको नाम बताइदिनुहोस् न त। सुपदेउराली गइयो, बाउलुङ गइयो, काठमाडौँ चन्द्रगिरी गइयो, मौलकालिका, अनि सुपदेउराली, अनि बाउलुङ कालिका, अनि चन्द्रगिरी। चन्द्रगिरी त्यति लामो बाटो हिँडेर जानुभयो कि कसरी? ट्याक्सीमा गएको। त्यहाँ माथिसम्म ट्याक्सी जाँदो रहेछ? यति बाटो हिँड्न परेको थियो, सम्मै थियो बाटो। अनि केबल कार त्यस्तो थियो कि नै त? त्यहाँ थिएन केबल कार हामी जाँदाखेरि। अनि तपाईँलाई कहिलेकाहीँ म हिरोइन जस्तै छु भन्ने महसुस भएको छ? म पढेको मान्छे नि हिरोनी हुन्छ र? होइन, आफूलाई हेर्दा होइन मलाई त्यस्तो लाग्दैन। आफू राम्रै छु जस्तो लाग्दैन? लाग्दैन। नलाग्नु? होइन, लाउँदैन। तपाईँले कहिले नमिठो पकाएको बेला चाहिँ मिठो छ भनेर भन्नुभएको छ? कहिले भन्छु मिठो हुँदादिन भन्छु, मिठो नहुँदादिन भन्छु। मेरो बानी त्यति खराब छ। हाम्रो देश नेपाल कस्तो दिशातर्फ लम्बिँदै गयो जस्तो लाग्छ? हाम्रै यही लामाचौर यो पूर्वै दिशा राम्रो छ, अन्त मलाई राम्रो लाग्दैन। हाम्रो लामाचौर त सुनमा सुगन्ध थपे जस्तो भयो भन्नाले अब हाम्रो यो देश विकासको तर्फ जाँदैछ कि? विकास गइदियो हुन्थ्यो भने जस्तो लाग्छ। हजुर। तपाईँको पालामा नेपाल देश कस्तो थियो र अहिलेको देश पालामा कस्तो छ र पहिलाको भन्दा राम्रो छ कि अहिले राम्रो छ? पहिला तपाईँ राजाकालीन अवस्थामा पनि तपाईँ नेपालमै हुनुहुन्थ्यो लगभग? नेपालमै थिएँ। त्यति राजा भएको बेलामा तपाईँलाई राम्रो लाग्थ्यो कि अहिले हाम्रो यो देश सबै सुशासन छ, पुलिस छ भने हस्पिटल जान पाइन्छ, त्यो अहिलेको राम्रो लाग्छ कि तपाईँलाई पहिलाको देश नेपाल? मलाई राजा देउता पहिलेको राम्रो लाग्छ, किनभने हामी काम गरी खाने मान्छेलाई सबै कुरा सस्तो र राम्रो थियो। अहिले सबै कुरा बगी बढ्यो छ, अहिले एकदम दुःख छ। हजुर। अहिले बन्न त बन्यो, बनेर के गर्ने? जुन खाने लाउने कुरा त एकदम महँगो छ। त्यो त समय सँगसँगै के अरे समय सँगसँगै चिजहरूको मूल्य पनि बढिरहेको लाग्छ, तर सुख सुविधाको कुरा गर्दा पैसा नि बढ्यो छ, मूल्य पनि बढ्यो छ, तर पनि अहिले भन्दा त पहिल्यै राम्रो थियो, राजाको पालामा थियो राम्रो। तपाईँलाई अहिले चाहिँ राम्रो छ जस्तो लाग्दैन? लाग्दैन। मान्छे कुन असल छन् त? सबै खराबी छन्। हजुरआमा? हजुर। तपाईँले चाहिँ अब बच्चामा हुन्छ नि त यस्तो बन्छु उस्तो बन्छु भन्ने, तपाईँले त्यस्तो बेला चाहिँ के भन्छु भन्ने लाग्थ्यो? भोलि पर्सि यस्तो हुन्छ जस्तो लाग्थ्यो कि नै? भोलि पर्सि बुढो भइन्छ के भन्नु? यस्तो हुन्छ उस्तो हुन्छ भन्ने त्यस्तो लाग्थेन? पढेको भए लाउँथ्यो। मैले सबैको जनताको सेवा गर्ने थिएँ, के गर्ने? मेरो बाबुआमा सानीमा मरेर गयो त मलाई कसले पढाइदिए? अहिले चाहिँ गोठालो काम गरेको छ, घाँस काटेको छ, बसेको छ, खाएछ। त्यति बेलाको दुःख छुट्टै थियो। त्यतिखेर पढ्ने त्यस्तो दिमाग पनि मैले मात्रै होइन, कसैको पनि पढ्ने चलनै थिएन त्यतिखेर। त्यही भन्नुहोस्, त्यति बेला दुःख अवस्था छुट्टै, घाँसबारी गर्ने त्यहाँदेखि उसहरू हुन्थ्यो नि त। छोरालाई अलिअलि पढाउँथेँ, छोरीलाई पढाउँदैन थिएँ। हजुर। त्यस्तो चलन थियो र म पढ्न पाइनँ। अनि मेरो बाबुआमा पनि बेलैमाथि मरे, हामीले बाबुआमा पनि चिन्न पाइनौँ। र कसले पढाउने? हामीलाई अर्काले पढाउँदैन। अर्का घरमा आइयो, काम गरेर खान पर्यो। जे छ राम्रो छ अहिले। अनि अब पहिलाको पालिको छोरीहरूलाई पढाउनु दिन्थेन नि त, तर अहिले त छोरीहरू पनि पढ्न पाउँछ, स्कुल जान पाउँछ। अहिले झन् बेसी पढ्ने झन् छोरीहरूले, छोराहरूले भन्छ। तपाईँले अहिलेको शासन पनि राम्रै रहेछ त? राम्रो। मनले सोच पहिला किन त्यस्तो गरे होलान्, हामीलाई किन दुःख दियो होलान्, किन पढ्न दिएलान्, हामी पनि केही उपलब्धि गरेर खाना भन्ने जस्तो लाग्छ। हजुर। अब निकै गम्भीर कुरा गर्दाखेरि चाहिँ अब हामी चाहिँ अब तल्लो जातिहरू यस्तो यस्तो भनिन्छ नि, अब बाहुनहरूले चाहिँ अरूहरूले त्यस्तो गर्ने त्यस्तो टाइपको चलन हुन्छ नि नेपाली समाजमा, त्यो चाहिँ तपाईँले कस्तो लाग्छ? अहिले सम्झना त किन बनायो होलान् त्यस्तो? सबै मान्छे काट्यो, खुन सबैको आउँछ, किन त्यस्तो बनायो होलान् भन्ने जस्तो लाग्छ। भनेपछि तपाईँले समाजले केही पनि नभन्ने भए, समाज सुध्रिँदै गए चाहिँ त्यस्तो नगरे हुन्थ्यो जस्तो लाग्छ? मात्र किन त्यस्तो दुई जात बनाइदियो होलान्, एकै जात बनायो, खुन बाहुनको पनि काटे खुन आउँछ, सार्कीको पनि काटे खुन आउँछ, किन यस्तो बनाइदियो होलान् भन्ने जस्तो लाग्छ।
अनि पुर्खेबाट चल्ती गरेर आइहाल्यो। अब हामीले पनि मान्नै पर्ने होला होइन, तपाईँहरूले मान्नु भयो मान्न पर्यो। तर अब समाज परिवर्तन हुन चाहन्छ भने चाहिँ तपाईँले पनि त्यो परिवर्तन गराउनु मन छ त्यो परम्परा छ। ठिकै छ। अनि सन्चै हुनुहुन्छ तपाईँ? सन्चै छु, सन्चै घर तैँले नातिसित बोलिरह सन्चै नभएको त बिचरा सुत्थेँ नि। हजुर त्यस्तो कहिले पनि हुँदैन, ढुक्क बस्नुहोस्। ल साथीहरू, यति भन्दै हजुरआमासँग कुरा गर्दै हामी समयको पाबन्दी भएर नै अन्त्यमा आएका छौँ। फेरि पनि आमाहरूसँग दिदीहरूसँग हामी रमाइलो कुराकानीहरू लिएर आउने नै छौँ। यो एपिसोड चाहिँ हाम्रो निकै भावुक भन्नाले नि निकै एउटा इमोसनल टाइपको बनेको छ। तर दुःख सुखका कुराहरू गरियो हजुरआमासँग। आमाले गरेको दुःख कष्टहरू सहेर अहिले जीवन बाँचेर अहिलेसम्म आएको कहानीहरू चाहिँ हामीले सुनियो। निकै सकारात्मक सोच हुनुभएको छ हाम्रो हजुरआमा र धेरै कुराहरू सिक्न सकिन्छ। मैले दिन प्रतिदिन नयाँ नयाँ कुराहरू हजुरआमाबाटै सिक्दै गएको छु र हजुरआमाहरूले जे गर्नुभयो, जे गरेर नराम्रो हुन्छ भन्ने थाहा पाउनुभयो, उहाँहरूले हामीलाई सिकाउनुहुन्छ र हामीहरूले सिकेर भविष्यमा त्यो गर्नु हुँदैन र अवश्य पनि हामी सबै राम्रो मान्छे बन्न सकिन्छ। र हजुरआमाले दिएको अर्थी उपदेशहरूले नै हामी एउटा जीवनमा सफलताको शिखरमा पुग्न सक्छौँ भन्ने हाम्रो आशा छ र हजुरआमाले दिएको ज्ञान शिक्षाले नै हामीलाई निकै एउटा महान व्यक्तित्व बनाउँछ भन्ने मन्तव्य राख्दै म हाम्रो पूजन सोको यो एपिसोड अन्त्य गर्न चाहन्छु। नमस्कार।